साथीहरु नमस्कार। रूपाजी ब्लगमा तपाईहरु सम्पूर्णलाई स्वागत छ। आज म धरान 17 मा रहेको साकेला पार्कमा पिकनिकको लागि जाँदै छु। तपाईहरुले मेरो भिडियो पुरा हेरेर लाइक कमेन्ट गर्नुहोला, शेयर गर्नुहोला अनि नयाँ भ्युअर्स हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। अनि आजको मेरो भिडियोमा हाम्रो हाम्रो सिमीचोक शान्तिटोल अनि हामीहरू सबै आफन्तहरु रिलेटिभ्सहरु मिलेर त्यहाँ पिकनिक खान जाँदै छौं। आजको मेरो भिडियो पुरा यो साकेला पार्कको रहनेछ। तपाईहरुले पनि हेरेर मनोरञ्जन लिनुहोला, इन्जोय गर्नुहोला गाइज। लेट्स गो साकेला पार्क।
पासपोर्ट होला ठिक रहेछ है त्यहाँनिर आइडिया लाउनु भयो रबर भएको त सजिलो हुँदो रहेछ है यति गरेपछि हैन हाम्रो पानी पनि बचत हुन्छ हो हो नि पानी त बचतै गर्नु पर्यो यहाँनिर है यत्रो महँगी पानीमा हामीले त धरानमा पानीको खाँचो छ सर्टेज पनि छ हेर्नु त हो नि भयो त ट्याक भयो भयो हामी कति राम्रो है अलिक राम्रो जाउँ न नाच्ने नाच्ने जोकै हो मैले लिएर आएको तपाईँको नि सानो गयो यो शनिमा के भन्ने चोकेर खान्छ जसले खायो कुखुरामा चाहिँ केटाले बोलाउँछ उनीहरूले गर्छ क्या अब हामी त बसेर खाँदै पर्छ विकास मैले भन्छ काम के छ त भएर केटाहरू फेरि यस्तो हो क्या गर्ने मान्छेलाई नि चित्त बुझ्दैन नि फेरि त्यसले कागज खोज्छ आफै पहिला फुटबल कसले गरेको
म यता छु छोटो छिटो छिटो बजाऊ मेरोमा थियो क्या गीतहरू सबै ल ल राख ल नबिना क्या मम्मीले फोन उठाएर तपाईँ कहाँ हुनुहुन्छ भने त्यहाँ बस्नु गएको छ कि भनेर होला कि मेरोमा पनि नेट लगाइदिनु न ए नेट छैन होइन यो भनेको संसारमा नभएको त्यहाँ जग्गा हो क्या ल यता आऊ न कहाँ हिँडेको यहाँ बसेर खाऊ होइन यतिकै रमाइलो हुन्छ अतिथि हाम्रो लोकप्रिय आउनु भएको छ
यस्तो हाम्रो लोकगीतले पनि हाम्रो यो रमाइलो देउसी परिवारको बारेमा चाहिँ विशेष अनुमति सामान्य पूर्ण विशेषका साथ म माइक सक्दै हुँदा धन्यवाद। है आदरणीय धेरै धेरै धन्यवाद। साह्रै मायाले केन्द्र भाइहरू भन्नुभयो एकदमै खुसी लाग्यो। हामी 2082को पहिलो टोली त्यस पश्चात अत्यन्तै रमाइलो गर्ने आशाले आज हामी पिकनिक खानको लागि सम्पूर्ण हामी साथीभाइहरू सबले भेला भएर आज हामी अति नै रमाइलो गर्छौँ भन्ने एकदमै आशा छ। सबैजना साथीभाइहरू ठिक्क लिमिटमा टप खाने रमाइलो गर्ने नाच्ने गाउने अनि एक आपसमा मनका मायाहरू साटासाट गर्ने एकदम रमाइलो गरेर यादगार होस् हामीलाई। हामी 2082 सालमा पिकनिक गएका थियौँ, देउसी भैलो खेलेर। खोइ त खाऊ न, के खाएको? अन्डा र चिया। ऊ छैन पाउडी खानु? ब्रेड छ त त्यहाँ? नखाने? त्यो खाएर चाहिँ खोरहरू चाहिँ उता डस्टबिनमा लाउनु ल। उता चाहिँ डस्टबिन। के गर्ने नमानी बाँचे दैवले साथी यस्तै हुँदो रहेछ भेटघाट। अब हामी 81 सालमा पनि हामी यसरी नै जमर्को गरेका थियौँ। अब यो साल पनि हामी यसरी नै रमाइलो गर्न आयौँ यही ठाउँमा। 81 सालमा पनि आएका थियौँ। अब नमानी बाँचे दैवले साथी 83 सालमा पनि यसै ठाउँमा हामी आउने भाषा प्रतिबद्धता गर्न चाहन्छौँ। अब हामी लु दुईजना गर। के हो रोजी? पखेटा लेग्स यता पर्क भइसक्यो। अब दिदी एउटा केमा निकाल्ने यसलाई रेडी बनाइदिनु। काकी यसो गर्नुपर्छ, यो अहिले चाहिँ त्यहीँ लगेर नि त्यसले चाहिँ त्यहीँ बाँड्दै त्यहीँ हिँड्छ। यहाँदेखि को बोकिरहेको अनि एकजनालाई चट्नी लगाइदिउँ। चट्नी कहाँ छ? अब एउटा यहाँ हालिदिन्छ बनेर 15 जति विकास भाइ यहाँ आउनु न। कि भाइलाई लग्न लाग्ने काकी एउटा उता भाइलाई दिनु न। त्यो लगाएर उता राखिदिनु न, हामी त्यहाँ बाँड्छौँ ल। उता उता पर क्या पर काकी, त्यही सजिलो हुन्छ क्या बाँड्नु। ए यो लगिदिनु, बसेर बाहिर बसेर खाने रे नि त। काकी दिइ पठाउनु न, अनि जाउँ उतै हामी जाऊँ उतै बाँडौँ। अतार भाइ अतार एउटा हातले अतार बोक्नु न। काकी परै जाऊँ न, परै उता यहीँ बाँड्ने। यहाँ कसले लान्छ? वहीँ लगेपछि टक्टक दिनु सजिलो हुन्छ क्या। भाइ यो बोक्नु, भाइ यो बोक्नु ऊ परै लाने। अब हामी खानेकुरा बाँड्दैछौँ साथीहरू। ल अब यहाँ खाने जति सबै यहाँ आउँछन् बस्छन् कि, अनि टकटक यहीँ बाँड्दा हुन्छ क्या। मिठो हुन्न हजुर, चितो हुन्छ खाँदाखेरि। आफ्नो निकाल्नको लागि त यहाँ ल्याएको त। गाली मिठो हुन्न हजुर, चितो हुन्छ खाँदाखेरि। आफ्नो जुठो आफै चितो।
सही सकेर जाँदाखेरि मैले सर्वप्रथम यसलाई तपाईँहरूलाई स्वागत गरेँ। यसको भनाइ पनि के छ भने फोहोर नपराउँ, किनभने हाम्रो यो सत्रको म सत्र निवासी पनि हो होइन। हामीले यसलाई उजागर गर्ने हो, राम्रो बनाउने हो, हाम्रो हात छ यसमा। सम्पूर्ण म साथीभाइहरूलाई यो भन्न चाहन्छु, ठिकै छ हामी झैझगडा नगरौँ, राम्रो गरौँ, राम्रोसँगले खाउँ, झैझगडा नाच्दै हाँस्दै कम्मर हल्लाउँदै हामी नाचौँ, मजाले खाउँ, मजाले जाउँ, कसरी आएको थियौँ त्यसै गरी जाउँ भन्दै यो नाच पूर्वसलाई दिन्छु। धन्यवाद। बुहारी अब हामीले दिनु न मलाई दिन्छु गाईको हड्डीहरू हेर्नु है हेलो आके त्यस्तो हड्डीहरू लगाइदिनु न, त्यस्तो हड्डीहरू अब त्यो बोसो मलाई खेल्ने क्रममा हाम्रो जे जति जिज्ञासाहरू थिए, जति गुनासोहरू थियो, ल अब आजको दिनमा हामीले बिर्सनुपर्छ र यसो भन्दै यही विचार वचन राख्नु न हाम्रो
अम्मा खाउनु सानो खाउ न अस्ति कति नाच्ने मान्छे झन् आज त नाना खोइ राम्रो नाना मासु नखाने मासु नखाने होइन गरेर चाहिँ तपाईँहरूले आज पिकनिकको आयोजना गर्नुभएको छ यो चाहिँ साह्रै रमाइलो कार्यक्रम हो किनभने हामीले सधैँ काम मात्रै गरेर हुँदैन कहिलेकाहीँ मनोरञ्जन पनि गर्नुपर्छ मनोरञ्जन गऱ्यो भने चाहिँ दिमागहरू हाम्रो एकदम फ्रेस हुन्छ त्यस कारणले हामी चाहिँ बेला बेलामा चाहिँ समय समयमा यसरी चाहिँ अब वर्षमा एकपटक गर्ने यो चाहिँ हाम्रो यो चाहिँ पारम्परिक रीतिरिवाज अनुसारको चाहिँ रमाइलो भेटघाट तथा रमाइलो चाहिँ वनभोज कार्यक्रम हो भने अन्य हामीले विभिन्न किसिमले हामी चाहिँ रमाइलो गरिन्छ भने यो चाहिँ अब मैले भने चाहिँ परम्परागत हो र यसरी हामीले चाहिँ परम्परागतमा यसरी चाहिँ हामीले वनभोज कार्यक्रम गर्दाखेरि हजुरहरूसँग काकाहरूसँग अब विभिन्न किसिमको साइनो भएका हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरूसँग सबैसँग भेट हुँदा एकदम रमाइलो हुन्छ यो रमाइलो क्षणमा चाहिँ एकछिन भए पनि 1-2 घन्टा भए पनि 4-5 घन्टा भए पनि मानिसको चाहिँ दिमाग एकदम चाहिँ फ्रेस हुन्छ त्यो फ्रेस हुने भएको हुनाले हामीलाई चाहिँ एकदम चाहिँ हामीलाई काम गर्न चाहिँ जागरुक बन्छ यसरी हामीले रमाइलो गरिराख्यौँ भने अर्को साललाई पनि हामीलाई ऊर्जा मिल्छ त्यस कारणले हामीले चाहिँ यसरी सबैजना भेटघाट भएर चाहिँ रमाइलो गर्नु पाएको हुनाले हाम्रो विशेष अब अनिल काका साथै अरू सबै हाम्रो दाजुभाइ तथा दिदीबहिनीलाई धन्यवाद दिँदै म चाहिँ बिदा हुन्छु नमस्कार धन्यवाद छ नवीन दाइज्यू भन्नु पर्दाखेरि चाहिँ मेरो भतिजो हुनुहुन्छ उहाँ अब यसै क्रममा हाम्रो नृत्यतिर हामी लाग्नेछौँ र
साथीहरू तपाईँलाई मेरो आजको भिडियो कस्तो लाग्यो आशा छ तपाईँ सम्पूर्ण मेरो भिडियो मन पराउनु होला अनि मेरो भिडियोहरू तपाईँले पनि इन्जोय गर्नु होला अनि साकेला पार्कमा रहेको विभिन्न दृश्यहरूले तपाईँलाई पनि एकदमै आनन्द दियो होला अनि हाम्रो यो सबै यो जति पनि हामी आजको पिकनिकमा रहेका थियौँ हामी सबै आफ्नो आफन्त रिलेटिभ्सहरू र अनि छरछिमेकी अनि स्टाफहरू रहेका छौँ अनि त्यसकारण अब सबैजना मिलेर यसरी पिकनिक खाँदा पनि एकदमै रमाइलो हुँदो रहेछ इन्जोय हुँदो रहेछ अनि एक अर्काप्रति आत्मीयता बढ्ने होइन अनि रमाइलो हुने अनि केटाकेटीहरू पनि धेरै रमाइलो इन्जोय गरेर आजको दिनमा त्यस कारण अब सबैजनाले पनि यसरी नै रमाइलो गर्नुहोला मनोरञ्जन गर्नुहोला है अनि आजको म भिडियो यति नै बन्द गर्न चाहन्छु फेरि अर्को भिडियोमा तपाईँहरूको माझ भेट्ने आशाका साथ अनि आजलाई यति नै नमस्ते बाई बाई